Happy New Year, good morning everyone. हामी चाहिँ बिहान पख घुम्न निक्लिरहेको छु। त्यस कारणले गर्दा यसो भिडियो बनाएर हालौँ न त एउटा भनेर हालिरहेको छु। ल एभ्रीवान हेरेर साथ दिनु होला, मन पर्यो भने लाइक कमेन्ट गर्नु होला, सब्स्क्राइब गर्नु होला। घुम्न आइरहेछ आसो भन्ने ठाउँमा, कुमामोतो, जापान कुमामोतो एयरपोर्ट। मैले के गरिरहेको छु माल नदेखाउनु न, मैले के गरिरहेको छु क्या, माल देखाउनु टक्क मैले लिएर यतै अङ्कल भिडियो गर्दैछ। हाम्रो गाडी चाहिँ हो, हाम्रो गाडी चाहिँ टक्क गाडी चढेर आएन आज, टक्क माटो नि खासै यस्तो गाडीमा चढ्ने लुक्स त छैन होइन हाम्रो, होइन चढियो ठिक छ, लास्टमा गएर यस्तोमा चढेको होइन गाडी होइन, टक्क यस्तो गाडीमा चढेछ ठिकै छ। जापान आएर नि के भन्नु अब, साला के हो गाइस, साला भ्यू त ओ माई गड। ल फुल भिडियो लागि युट्युबमा हेर्नु। अहिले चाहिँ हामी टक्क हिँडिरहेको छु होइन गाडीमा, टक्क के छ ठिकै छ गाइजहरू, यस्तै त चिसो छ है जापानमा। ह्याप्पी न्यु इयर सबैलाई। चिसो परिरहेछ, चिसोमा यही माथि घुम्न आएको यता अब यस्तो डाँडातिर घाम लागेर आज चाहिँ मौसम जोस। हामी चाहिँ है घुम्न आएको है गाइजहरू, कुमामोतो भ्यू हेर्नु होला। जापानमा घुम्नु मन लागेको छ भने आउनु होला। खासै घुम्नु त के घुम्नु, अब आउनु मन लागेको छ भने जङ्गलमा आउनु। सो गाइज हामी चाहिँ टक्क हिँडिरहेको छु आसो होइन गाडीमा, टक्क हाइकिङ आउनु भएन यहाँ चाहिँ। खासमा हाइकिङ त सकिन्न होला यस्तो चिसोमा, मरिन्छ, ताता जस्तो लाउनु पर्यो। कामहरू गर्दो रहेछ, यस्तो कामहरू हुँदै रहेछ। नयाँ फानेर हिँडेको छु मोबाइलमा, यो माटो नि कमी रहेछ, यो के यसले देखाउँदैन रहेछ, यसले देखाउँछ, यसले टक्क कन्टिन्यू स्ट्रेट 400 किलोमिटर। गुगल म्यापले काम गर्छ खास होइन, टक्क होइन नेपालको याद दिलाइदिरहेको छ झलझली के। अनि गाइज यस्तै छ, कहिलेकाहीँ काम जस्तो भयो भने घुम्नु चाहिँ रमाइलै छ होइन, के गर्ने अब यस्तै हो विदेशमा। स्ट्रेट जाने, स्ट्रेट थोरै राइट, यहाँबाट टर्न राइट, सही बाटो टर्न राइट इज ओके ओके। थ्याङ्क यू गुगल म्याप, धेरै धेरै धन्यवाद। ओके 10 किलोमिटर माथि उठ्नुपर्छ कि हामी अब यहाँ फ्यान टक्क हेर्नु लगाए जरा सरारा हिउँ नपरेर मात्रै हो, हिउँ पऱ्यो सेम नेपालको याद दिलाइदिन्छ साला। क्या गरौँ हौ हामी चाहिँ यस्तै छ होइन गाइजहरू। टक्कै अङ्कल छ होइन, अङ्कल गाडी चलाउँछ होइन, फिक्स 100 देखाइरहेको छ यतै। यहाँबाट आएको हामी तलबाट टक हेर्नु यस्तो गाइजहरू, यो घरहरू रमाइलो छ यहाँ। घुमेर जाउँ यो त पार्किङ पुग्यो क्या त अङ्कल, पर्दैन पैसा पर्दैन, त्यतिकै हुन्छ। घुमेर जाउँ भन्ने कुरा भयो हाम्रो चाहिँ होइन। टक्क गाइजहरू आउँदैछ सन, फेरि यस्तो मौसम भएको छ कि आजको दिन है। यस्तो मजा भइरहेछ कि गाइजहरू, टर्न राइट ओके इज ओके, पार्किङ गर ओके ओके ओके। यो अन द लाइन यार गाइजहरू, यार घुम्न आउने ठाउँ त यहाँ हो नि त यार। सो हाम्रो चाहिँ गाइजहरू यतिजना छ होइन, 5-6 जना छ, निक्लिँदैछ। हाम्रो गाडी चाहिँ फेरि खतरा छ फेरि, टक्क होइन टक्क बुढाहरू निक्लिएर टक्क सो गाइज हामी चाहिँ यस्तै भइरहेछ। अहिले चाहिँ कोही नाचिरहेछ होइन, गीताउनेरहेछ। यस्तो सुत्ने हो कि, यस्तो गरेर सुत्ने हो कि, अनि टक्क यसरी उठ्ने टक्क हो। साथीहरू आङ तार्दैछ, अनि यस्तो बवाल ठाउँ छ कि आमा कुरै नगरौँ न गाइज, कुरै नगरौँ। के कुरा गर्नु है मामा ऊ हाँस्दैछ गाइजहरू। दाइ
सो हामी चाहिँ अझै टक्क हामी ल फेरि एकचोटि दिउँ न ल दिउँ एकचोटि दिउँ न बच्चा खेलेको मान्छे छ क्या हाम्रो टक्क होइन साथीहरू टक्क होइन हामी सबैले हेलो तपाईँ के भन्न चाहन्छु यहाँनिर मामा भन्नुहोस् त कस्तो भइरहेछ आजको भन्नु त इन्जोय सुबिन्द सान के भन्नु अङ्कल कस्तो भइरहेछ आज एकदमै सुपर ह्याप्पी भइरहेछ ह्याप्पी सबैले ह्याप्पी न्यू इयर चिसो बियर अनि अरू मेरो तर्फबाट तपाईँको तर्फबाट ह्याप्पी रहनुहोस् सुखी रहनुहोस् सबैलाई खुसी रहनुहोस् रमाउनुहोस् हाँस्नुहोस् मुसुक्क सबै गर्नुहोस् त्यही हो कुरा सुजन दाइ लडिदिनु एकचोटि भक्लक्क लडिदिनु भक्लक्क लडिदिनु हौ झुस पसे ए के भन्छ के पसे भन्छ यार बाबा ए ल चिसो सघाइदिएर हामी यस्तै ठाउँतिर घुम्न आएको छ होइन हामीले यति छ क्यामेरा कस्तो भइरहेछ ठिकै छ अब टक्क चढ्ने अब टक्क सरर गाडीमा चढेर चालिदिने हो भन्ने कुरा हो गाइजहरू टक्क चिसो छ पाखा त कसम यहाँ बाटोमा भडर क्रस फायरमा चढेर हिँड्नु पर्दा कस्तो मजा आउँथ्यो होला गाइज हामी चाहिँ टक्कै गाडीमा चढ्ने हो चढेर भन्ने कुरा हो कहाँ यहाँको गम्बुट लहर चोर भत्ता गुराँस पनि फुल्या रहेछ यहाँ चाहिँ गुराँस हो कि के हो रातै छ यार खै वनमा गुराँस हो कि के हो गुराँसै हो होइन का केको फुल हो यो गाइज गुराँस चाहिँ होइन यो चाहिँ नेपाल जस्तो चाहिँ रातो चाहिँ त्यस्तै हो कि गुराँसै हो मेरो आँखा के भएको छ खोइ ठिक छ गुराँस त होइन क्या के हो ल हामी चाहिँ टक्क हिँड्दै ल टक्क घरहरू यस्तो बिचमा यस्तो रहेछ अब के खाने हो टक्क भन्ने कुरा ल जाउँ टक्क एउटा होइन टक्क यस्तो चिज देखाउँछु कि यस्तो बवाल छ कि गाई हेर्ने हो भ्यू हेर्ने हो केटी हेर्ने हो भ्यू हेर्ने केटी हेर्ने हो गाईहरू केटी हेर्ने हो भ्यू हेर्ने केटी हेर्नु भन्नुहोस् म केटी पनि देखाइदिन्छु भ्यू मात्रै देखाइदिन्छु सो स्विट ल केटी हेर्नु ल गाईहरू बाबा कत्रो हेलो बेबी हामी धेरै पुरै घुम्दिको हो त फेरि ए घुमाएर पुरै टोर्ने बाबा हो कहाँ हो त यो त लामो छ माथिको डाँडा केही नबिगारी गरेर नि रोड बनायो के यस्तो बाबा के हो अङ्कल यहाँ के यस्तो साइडमा चाहिँ पार्किङ गर्नु हो चाहिँ के पऱ्यो भने पार्किङ हाम्बुङ आयो हाम्बुङ आयो नि यो काम गर्दै रहेछ खाम्बाङ रहेछ यहाँ त गाडी हिँड्दा त मान्छेको कान त बहिरा हुन्छ होला हौ जाँदा यार काम गर्दा है भित्र छ हो सिसा छुँदा यत्रो कराउँछ भित्र काम गर्नु पर्यो भने त कस्तो हुन्छ कान त कि रोडै बन्द गर्छ होला नि बल्ल गर्छ के नयाँ बनाउनु रिपेयर गर्दैछ कि अनि आसो पो त माथि त्यत्रो यामा छ अनि हाम्रो माथि टाउको माथि त्यही भने कति किलोमिटर छ कति हाइमा हाम्बुङ पनि हाम्बुङ पो रहेछ अङ्कल यता रहेछ लामै छ क्या माथिको डाँडा केही नगरिकन नि यस्तो हो क्या विकास भनेको चाहिँ यार कति लाग्यो होला बनाउनु यार 5-6 जनाले काम गर्छ अरे यस्तो तोडेलमा पनि 5 जनाले त्यसरी खन्छ अरे मेसिनले क्या मान्छे धेरैजना जाम हुन्छ नि त मान्छे जाम हुन्छ त्यही भएर लास्टै खतरा त्यही भएर अब ढ्याङ हुन्छ
स्वर्ग अब आसोको उता भ्याली आयो हामी आसो नाम निशानै देख्थेन टोनलले वाटै ल्यायो एकैछिनमा अब त फाँट मानिस गाइस ल यस्तो यामा ल आसो देख्यो नि त अब अघि त देख्थेन आसो पुरै के रे के विस्फोटनले अङ्कल ज्वालामुखी ज्वालामुखी जाने बाटो यहाँ पनि रहेछ त ल छोटो छ यो माथिको रुखहरू भत्कन नभत्कन लामो छैन 1 किलोमिटर त सक्यो अलि छैन 700 कति 700 मिटर 785 55 दामी ल नाइस अब एकछिन रोक्नु गाइजहरू स्वर्ग हेर्नु स्वर्ग यो भिडियो हेरेर साथ दिनुहुनेलाई धेरै धेरै धन्यवाद भन्न चाहे सबैलाई ह्याप्पी न्यु इयर भन्दै अहिलेलाई छुट्टिन चाहन्छु यस्तै भिडियो हेर्नुलाई सब्सक्राइब गर्नुहोला थ्याङ्क्स फर वाचिङ